हाई हेलो नमस्ते, फेरि पनि स्वागत छ आजको मेरो नयाँ भिडियोमा। आज हाम्रो हुनेछ यो माङहिमको घाँस काटाइ। आज घाँस काटाइ चल्छ यहाँ। मिसिन चाहिँ हो। अब यो घाँस सब काटिसक्नु पर्नेछ आज मैले जसरी पनि। गर्दैछ भिडियो लाइभ गर्दैछ क्या हो। अझै बहुत छ काट्नु, मेरो यहाँ बाँकी छ। थुप्रै छ घाँस काट्नु। यहाँ आधा काटिसकेँ, तेल सकेर बसिरहेछ र मैले आधा काटिसकेँ। यतापट्टि यस्तो हुन्छ घाँस काट्यो भने। बुवाले भन्नुहुन्छ, ल भन्नुहोस् त के भन्नुहुन्छ। को आउनुहुन्छ र यहाँ? यो यहाँनिर अब हाम्रो यो आयुर्वेदिक उपचारको शिविर हामीले यहाँनिर हाम्रो आसामको तिनसुकिया जिल्ला डिब्रुगढ जिल्ला संयुक्तमा हामीले एउटा स्थापित गरिएको माङहिममा यहाँ चाहिँ यो हाम्रो माङहिम परिचालना समितिले को आयोजनामा यहाँनिर हाम्रा एकजना आयुर्वेदिक डाक्टर जेठबहादुर राई हर्बल पनि उहाँको नाममा उहाँले छोड्नु भएको रहेछ यो वाट्सएपमा। र उहाँ चाहिँ यो 2025 अङ्ग्रेजी 28 तारिक 5 महिना 2025 को दिन उहाँ आइपुग्नु हुनेछ। र उहाँले 29 तारिकबाट चाहिँ बिमारीहरूलाई उपचार गर्दै हुनुहुन्छ। उहाँले जम्मा 20वटा बिमारको उपचार उहाँले आयुर्वेदिक दबाई दिनुहुनेछ। र सम्पूर्ण यहाँ हाम्रा असमवासी, अब असम तिनसुकिया जिल्ला डिब्रुगढ सम्पूर्ण यहाँनिर हाम्रो गोर्खा समुदाय वा सबै जाति अन्य जातिमा पनि हामीले सबैतिर वाट्सएपमा छोडिसकेका छौँ, खबराखबरी छोडेका छौँ। र उहाँनिर अब उहाँ आएपछि अब हामीले यहाँनिर उहाँले उपचारको लागि र यहाँ हामीले सबै सम्पूर्णले अब सहयोगको लागि र हामीले यहाँनिर बिमारीहरूलाई उपचार गराउनु, उहाँहरूलाई सहयोग गर्नुको लागि हामीले यहाँनिर एउटा आयोजना गरेका छौँ। र यहाँ जथासक्दो कसै जनाले सहयोग पनि दिनु सक्नुहुन्छ, यहाँ बिमारीहरूको लागि उपचार गर्नुहुन्छ। त्यही नै अब हाम्रो मानव जातिमा मानव उपकारको लागि, मानव परोपकारको लागि हामीले एउटा यो योजना बनाएको छौँ। र सम्पूर्ण महानुभावहरू यहाँ आउन सक्नुहुनेछ। र यो 2025 सनको 29 तारिकबाट चाहिँ मे महिनाको 29 तारिकबाट यहाँ बिमारी उपचार आरम्भ हुनेछ। कुरा यति नै मैले राखेँ। र तपाईँहरूलाई सबैले सम्पूर्णले सहयोग गर्नु इच्छुक हुनुहुन्छ भने तपाईँहरू बिहिबार र बिहान उपस्थित भइदिनु होला। सबै बिमारीहरू लिएर आउनु होला। यही नै हाम्रो अनुरोध छ। सेवाहरू
स्पष्टले भनिदिनु भएको छ। 28 तारिक आइपुग्नुहुन्छ र 29 तारिकबाट इलाज चल्छ हाम्रो यहाँ। र एड्रेस त तपाईँलाई थाहै छ होला, केटेटङ राजनगर पय बनगाउँको माझेउमा हाम्रो थेवा माङहिम छ र पछाडि देख्नुहुनेछ थेवा माङहिम हाम्रो। र तपाईँहरू जति सक्दो हाम्रो गाउँ निवासीहरू जहीँबाट टाढा टाढोबाट पनि आउनु होला र सामनेबाट पनि आउनु होला। धेरैभन्दा धेरै आइदियो भने उसलाई पनि राम्रो लाग्छ र हाम्रो यो आञ्चलिकको भित्रमा जति बिमारहरू छ सबैहरू लिएर आउनु होला। र यति भन्दै सानो कुरो यहीँ टुङ्ग्याउँदैछु र टाटा बाई बाई, जय हिन्द, वन्दे मातरम।